साबिरी बिना मनको तालचाल भर्न सकिन्छ कोही कसैलाई यति छिटै भुल्न सकिन्छ कोही कसैलाई यति छिटै भुल्न सकिन्छ चट्ट परेकी नानी चट्ट परेकी चट्ट परेर कुनी कता झरेकी चट्ट परेकी नानी चट्ट परेकी चट्ट परेर कुनी कता झरेकी ए खोलीतिरैमा मध्यरातमा एक्ला उनका कुरा बेग्ला के भयो फेरि बजार जान पाइन गन्थ्यो होला कमला बिस्कुट मिठाई बदले खोला पुरी ला साइड में खोइ त्यो कसले समात झन्डाको बस्न नत्र वहाँ स्पिड चला त्यही बस्किन्छ आज ल हामी पनि त्यही जाने ब्याग जितेर आइसक्यो त्यो साउजीलाई सोधेँ होइन छैन भन्दै त यहाँ छ काम कुरा गर्नुहुन्छ यार प्याक गरेर हानेर न पछाडि मुजी यो हेर न मुजी म त मुजी नजानेमा राजा होइन कसम एकदम साह्रो राति भएर झगडा झगडाहरू ल फाइनल्ली भेट्यो भने त आइस होइन उनीहरू पनि सक्ने मेरो रहर पुरा तिमलाई सोध्नु पर्ने छ एउटा कुरा भन 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 साँचो माया गर्छौ कि गर्दैनौ मायालाई छुटाउँछन् कि के भएको तन्दैन यार धम्मै यहाँ मैले तलपट्टि हालिसकेको थिएँ पछाडि नयाँ बाइक होइन गाह्रो ल ठिक छ राजा तिमी पनि पुग्यौ कस्तो लाग्यो नि बाटो कस्तो लाग्यो पुरा लुज भइरहेको के ओला ब्रेकै छैन त अलि ब्रेकै छैन साथीहरूले होइन ढुङ्गामा प्लान चाहिँ गरेको छन् कस्तो छ त्यहाँको कन्डिसन हेरौँ कस्तो पारेर अझै कस्तो लाग्यो टाल कस्तो छ सही छ हिँड्न सकिन्छ कि नै त्यहाँ माथि माराथनको दोस्रो तालमा एन्ट्री भइसकेका छौँ मन्दिर पनि रहेछ त गाइज यार गल आज चाहिँ हेर्नु कति हिँड्न सकिँदो रहेछ राजा के डान्स हान्दिरा हो हामी फाल्नु दादा केही छैन
त्यही कुराहरू चाहिँ ब्यागमा टन्नै छ होइन त्यहाँ मिठाई लगेर हिँडिरहेको केटाहरू कस्तो तिम्रो चाल चलन कस्तो चारै किल्ला हेरे पनि यहाँदेखि जुनी फेरे पनि पाउँदिनौ ल राजा हिँड न तिम्रो पारा देख्दा ल हेर यहाँ एक्सन राम्रो छ नआएर केटाहरूको एक्सन फेरि अर्को एक्सन फेरि ओ माई गड पुग्नु पर्ने चाहिँ हामीले चाहिँ यो टपमा हो कि यो टप त्यहाँ पुग्नु त केटाहरू हेर है यहीँ छ ल 45 यहाँ भयो भने त्यहाँ कहाँ पुगिन्छ त राजा यार फाइनल्ली पाटनमा पनि इन्ट्री भयो पछि चाहिँ फाइनल्ली हामी चाहिँ बिच जङ्गलमा बसेर आजको बसाइ चाहिँ हाम्रो यतै हुने होइन ल टेन्ट बनाइहालौँ त केटा हो यहाँ फेरि जङ्गलमा ल यहाँ एउटा टिन चाहिँ बनिसक्यो होइन अर्को चाहिँ बन्न बाँकी छ बनाउँदैछन् साथीहरू पाल्ने यहीँ बस्थे नि जङ्गलमा कटाउन सकिन्छ त आजको रात सकिन्छ नि त हङ्गार जङ्गल छ यार यो त यार यस्तो जङ्गलमा बस्ने रे आज जङ्गलको बाज अम्मा भेडासँग बस्दिएको राजा है हो यहाँ भेडाहरू कसरी बस्छ रातिको यो यो आगो 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 खाएर भुजाको खाना चाहिँ आजको भुजाको खाना ल यहाँ फेरि मासु पनि छ आगोमा पोलेर खाइदिने होइन कुरा पनि सुनाउनु मुजीहरू उठेर हाल्नु कोठामा त्यो होइन कि आँखा पनि हामी बिहान 7 बजीको टाइममा होइन टेन्सन उठाएर माथि डाँडातिर जान लाग्यो हिजो रातिको बास चाहिँ यही भयो होइन टक्कै टेनमा अब चाहिँ हामी हिँड्न लाग्यौँ त्यो घाम लागेको डाँडामा राजा लेट्स गो हाम्रो बिहानको यात्रा चाहिँ सुरु भइसकेको छ नास्ता बिस्कुट हो खोलै छैन मैले त बिस्कुट बोक्दै बिस्कुट नखाने तिमी त्यस्तो बाटो हिँड्नु परिरहेको गाइज होइन तल बाटै बिर्सिदिरह्यो भने हामीले त यार हेर त गाह्रो भइसकेछ फाइनल्ली सगरमाथामा पनि पुग्यो होइन राजा पुग्यो सगरमाथा अझ हेर न माथि पुग्नु त काँचो यो सब हिउँ हो क्या सब हिउँ हो क्या त्यहाँ माथिको नि हिउँ यहाँ पनि हिउँ पोज हेर न फेरि पोज यहाँभन्दा माथि त हामी जान सक्दैनौँ होइन ल 6 बजी हिँडेको कति बजी अहिले के अरे 12 बजी छ फर्केर चाहिँ क्राउ त्यहाँ पुग्नु छ है हामीलाई यति माथि आइदिएको थियौँ है त्यहाँबाट हेरेको नै त्यो यो ताल हेरेन होइन अरू यो तलको सब हेरेर आएको त हो नि आप लोगों को मेरा मिनी ब्लॉग में स्वागत है कैसा लगा मेरा ब्लॉग धन्यवाद।